मैले चाहिँ हिजो हजुरहरूलाई चाहिँ भोलि म अर्को लेसन लिएर आउँछु भनेको थिएँ र म आज अर्को लेसन लिएर आइसकेँ। हजुरहरू रेडी हुनु है त हेर्नुलाई। रोबोट चाहिँ माइकको ड्याडलाई भेट्न चाहिँ बिहानै 8 बजे नै उठेर जानुहुन्छ होइन। उहाँ एकदमै क्युरियस हुनुहुन्छ होइन। अब रोबोटको ड्याडलाई भेट्नलाई ऊ रोबोटको घर जान्छ अनि घर चाहिँ एकदमै पुरानो हुन्छ होइन। अनि त्यहाँको फर्निचर अनि त्यहाँको टेबलहरू हुन्छ नि देखेर रोबोट चाहिँ अचम्मै पर्छ क्या। अब यस्तो धनी छ भनेको छ होइन, तर घरको सामान फर्निचरहरू चाहिँ एकदमै पुरानो भएको हुन्छ होइन। ऊ पुग्छ होइन। अनि पुगिसकेपछि चाहिँ रोबोटले चाहिँ के देख्छ भने रोबोटको साथी माइकको घर अगाडि चाहिँ दुईजना वुमेन देखेछ होइन। दुईजना केटी मान्छे देख्छ। अनि त्यसपछि एउटा केटा मान्छे चाहिँ डोरबाट निस्किन्छ होइन। ऊ जब ठ्याक्कै डोरमा पुग्छ उसले ठ्याक्कै गेटबाट चाहिँ बाहिर एउटा मान्छे निस्केको देख्छ। अनि त्यहाँ चाहिँ लाइन बस्नुपर्ने हुन्छ होइन। अनि दुईजना चाहिँ लाइन बसिरहेको हुन्छ होइन, जुन चाहिँ दुईवटा रेस्टुरेन्टको म्यानेजर अनि एउटा चाहिँ जुन चाहिँ गेटबाट निस्क्यो उहाँ चाहिँ वेयर हाउसको सुपरभाइजर हुनुहुन्छ होइन। रोबोट पनि लाइन बस्छ होइन। अनि त्यसपछि लाइन बसिराख्दाखेरि चाहिँ माइक आउँछ होइन। अनि माइक आएर अनि रोबोटले सोध्छ यो मान्छेहरू को हो भन्छ होइन। अनि रोबोटले चाहिँ उहाँ चाहिँ मेरो ड्याडीको काम गर्ने मान्छे हो। अनि उहाँहरू चाहिँ म्यानेजर हो रेस्टुरेन्टको। अनि भर्खरै जानु भएको चाहिँ वेयर हाउसको सुपरभाइजर हो। अनि तिमी ठ्याक्कै गेटबाट छिर्नुभन्दा अगाडि जो निस्किनु भयो नि उहाँ चाहिँ कन्स्ट्रक्सनको सुपरभाइजर हो, जो चाहिँ 50 माइल्स अवेमा चाहिँ काम गर्दै हुनुहुन्छ भन्छ होइन। अनि रोबोटले चाहिँ के सोध्नुहुन्छ भने उहाँहरू चाहिँ सधैँ आइराख्नुहुन्छ भनेर सोध्नुहुन्छ होइन। अनि माइकले चाहिँ के रिप्लाई दिनुहुन्छ भने सधैँ त आउनु हुँदैन तर मोर अफ्टन चाहिँ आइराख्नुहुन्छ भन्छ होइन। अनि हाउ टु मेक मनी भनेर मैले मेरो ड्याडलाई सोधेँ नि भनेर चाहिँ माइकले रोबोटलाई भन्नुहुन्छ। अनि रोबोटले के भन्नुभयो त तिम्रो ड्याडले कसरी गर्ने भन्नुभयो त भन न भन्नुहुन्छ होइन। माइकले चाहिँ के भन्नुहुन्छ भने ड्याडले चाहिँ एउटा अफर दिनु भएको छ भन्छ होइन। अनि रोबोटले चाहिँ माइकलाई के सोध्नुहुन्छ भने तिमीलाई थाहा छ त त्यो अफर के हो भनेर सोध्नुहुन्छ। अनि माइकले चाहिँ नो थाहा छैन तर वी विल स्योरली फिगर इट आउट सुन भन्नुहुन्छ होइन। अनि यत्तिकै कुराकानी गर्दा गर्दै चाहिँ माइकको ड्याड आउनुहुन्छ होइन। अनि माइकको ड्याड चाहिँ ढोका खोलेर आउनुहुन्छ। अनि त्यस पछाडि माइकको ड्याड चाहिँ अलि अल्को हुनुहुन्छ होइन। अनि रोबोटले चाहिँ एकदमै हेरिराख्नुहुन्छ, अलिकति अग्लो हुनुहुन्छ। अनि त्यस पछाडि अलिक बोल्ड होइन आएर चाहिँ सोध्नुहुन्छ होइन तिमीहरू के हाउ टु मेक मनी भनेर सिक्न चाहन्छौ त भनेर रोबोटलाई सोध्नुहुन्छ। अनि रोबोटले चाहिँ लजाएर अनि टाउको हल्लाउनुहुन्छ। अनि त्यस पछाडि माइकको ड्याडले चाहिँ के भन्नुहुन्छ भने ओके गाइज म तिमीहरूलाई सिकाउन तयार छु तर सिक्नको लागि चाहिँ तिमीहरू मसँग काम गर्नुपर्छ भन्नुहुन्छ होइन। तिमीहरू चाहिँ मेरो लागि काम गर्यो भने म तिमीहरूलाई छिटो सिकाउँछु, यदि तिमीहरूले मेरो लागि काम गरेन भने चाहिँ म तिमीहरूलाई सिकाउँदिनँ, चाहे तिमीहरू छोडेर जाऊ चाहे जे सुए गर भनेर चाहिँ। अनि के भन्नुहुन्छ भने म तिमीहरूलाई चाहिँ स्कुल वेमा सिकाउँदिनँ तर सिक्ने भए चाहिँ तिमीहरूले मसँग काम गर्नुपर्छ भनेर भन्नुहुन्छ। माइकको ड्याडले चाहिँ द्याट्स माई अफर टेक इट अर लिभ इट भन्नुहुन्छ होइन। अनि त्यस पछाडि रोबोटले चाहिँ म हजुरलाई केही क्वेसन सोधौँ भन्नुहुन्छ होइन। अनि मसँग चाहिँ धेरै टाइम छैन, यु जस्ट टेक इट अर लिभ इट भन्नुहुन्छ होइन। अनि त्यस पछाडि माइकको ड्याडले चाहिँ के भन्नुहुन्छ भने यदि तिमीहरू फाइनेन्सियली फ्रिडम चाहन्छौ भने चाहिँ तिमीहरू आफ्नो माइन्ड मेकअप गर्नुपर्छ होइन। यदि तिमीहरूले आफ्नो माइन्ड चाहिँ मेकअप गरेनौ भने चाहिँ तिमीहरू कहिले पनि लर्न गर्न सक्दैनौ भनेर माइकको ड्याडले भन्नुहुन्छ। अनि अर्को कुरा चाहिँ के भन्नुहुन्छ भने माइकको ड्याडले चाहिँ अपर्च्युनिटी चाहिँ आउँदै गर्छ जाँदै गर्छ तर अपर्च्युनिटी कति बेला राइट टाइममा ग्राब गर्ने भन्ने कुरा तिमीहरूले सिकेनौ भने चाहिँ इदर यु टेक इट अर लिभ इट भन्नुहुन्छ होइन। अनि माइकको ड्याडले चाहिँ रोबोट र माइकलाई चाहिँ के अफर दिनुहुन्छ भने तिमीहरू चाहिँ 10 सेन्ट्समा चाहिँ स्याटरडे 3 आवर्सको लागि चाहिँ मेरो स्टोरमा काम गर्नुपर्छ भनेर चाहिँ माइक र रोबोटलाई अफर दिनुहुन्छ। अनि फेरि एकचोटि क्वेसन सोध्नुहुन्छ यु गाइज वान टेक इट अर लिभ इट भनेर। अनि त्यस पछाडि रोबोटले चाहिँ टाउको हल्लाउँदै टेक इट भन्छ होइन। इन्स्टेड अफ प्लेइङ हाउ लर्न हाउ टु मेक मनी भनेर चाहिँ उहाँले सिक्नुहुन्छ। सो आजको लागि चाहिँ यति नै। फेरि म भोलि अर्को लेसन लिएर आउनेछु। थ्याङ्क यू सो मच फर वाचिङ। म चाहिँ एभ्रिडे आफूले सिकेको कुराहरू चाहिँ म सेयर गरिरहेको छु। सो होप सो अब त्यति राम्रो गर्न त सकिरहेको छैन होइन, अझै पनि बोल्न सिकिरहेको छु होइन। त्यही नै ठुलो कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। सो त्यही हो, स्टे कनेक्टेड एन्ड अलवेज रेडी टु ग्रो विथ मी। सो बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ।